तपाईहरु कहाँ हिँडेको? धनकुटा डाँडा बजार। पहाडको काखमा बसेको सानो स्वर्ग फिदिम बजार। शान्त वातावरण, सरल, साधारण देखिन्छ तर मनमा बस्ने यो फिदिम बजार पहाडले सजाएको, संस्कृतिले सजाएको मेरो फिदिम। आहा, कति सुन्दर फिदिम बजारबाट हाम्रो यात्रा सुरु हुन्छ। हाम्रो यात्रा आज धनकुटासम्मको रहनेछ। यात्रामा हामी 8 जना साथीभाइहरूको सहभागिता रहेको छ। चाहिँ 3 जना छौँ। ल सरहरू, अब केल्सियम लाउनुपर्छ अनि लाग्नुपर्छ। तेल अनि एउटा फोटो पेट्रोल पम्पमा खिचौँ अनि जाउँ। जोरसालमा रहेको पेट्रोल पम्पमा अब हामी सबैजनाले ट्याङ्की फुल गरेर यात्रा अगाडि बढाउनेछौँ। तपाईँलाई अप्ठ्यारो लाग्छ होला, म भए पनि त्यो एउटा एकचोटि लाउनु पर्यो। ल ल ल, उयो कल्ती तपाईँले लाउँदा पनि हुन्छ हुन चाहिँ लाग्यो है गाइस भनेर नि। हामी चाहिँ अब यहाँ जोरसाल बजारबाट देब्रे साइडबाट जान्छौँ। दाहिने साइडबाट ताप्लेजुङ जान्छ भने देब्रे साइडबाट हामी कोटी रोडको बाटो हुँदै आज मूलघाटसम्मको यात्रा हुँदै धनकुटा गरेर बस्नेछौँ। हामी चाहिँ अब राष्ट्रिय झन्डा बाइकको पछाडि राख्ने अनि यात्रा गर्ने भन्ने कुरो आयो। साथीहरूले बाइकमा राख्नलाई अगाडि नै झन्डा किनिसकेको रहेछन्। बिदा गर्न त अन्तिममा बिदा गर्न यी साथी भनेको एकजना मात्रै रहेछ हाम्रो। टक्क गाडी नै अब हेरौँ न, यहाँ तल आइपुगेको, यहाँ तलसम्म गाडी नै लिएर आइसकेको छ। पछाडि बेटर हुन्छ, यहाँ यस्तो यहाँ बान्ने ठाउँ छ, यहाँ बान्ने ठाउँ, तपाईँको हत्ती बान्ने ठाउँ कसको छ र साथीहरूले झन्डा रेडी गर्दैछन्। अब हामी यहाँ झन्डा सन्डा लाएर यहाँबाट जान्छौँ। ल हाम्रो टोलीहरू अब अझै झन्डा सन्डा लगाइसक्न आँटिसक्यो। हामी चाहिँ मैले चाहिँ भिडियो बनाउन पाइनँ, मैले बाइक राइड गरिरहेको थिएँ। अनि हामी चाहिँ अब यहाँ भुल्केमा खानासाना खायौँ। अब यहाँबाट हामी फेरि अगाडि बढ्छौँ। साथीहरू तिर्खा लागेर अब यहाँ चाहिँ पानी खाने भनेर रोकेको रहेछन् साथीहरू। अब यहाँ पानी सानी खान्छौँ फेरि। अनि हाम्रो निरन्तर यात्रा चलि नै रहन्छ। आजको हाम्रो डाइरेक्ट धनकुटा बजार हुन्छ। यहाँ सरोज दाइ हात हल्लाउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले साँगुगढी गाउँपालिका वार्ड नम्बर 3 धनकुटामा पुगेका छौँ। जीवन सरले यहाँ ब्याग खत्रै बाँध्दै हुनुहुन्छ। यस्तो दामी ठाउँ छ, मनाङ मुस्ताङको याद आउने खालको। रातो र चन्द्र सूर्य पछाडि झन्डा बाँधेर हिँड्दा त छुट्टै मजा आउँदो रहेछ साथीभाइहरू। यात्रा निरन्तर छ। पछाडि साथीहरू आउँदैछन्। म चाहिँ अहिले पछाडि बसिरहेको छु रोशन पौडेलकोमा। म चाहिँ अब फेरि भिडियो बनाउन थालेको छु। साथीहरू कसैले भिडियो बनाएको छैनन्, त्यही भएर मैले मात्रै भिडियो बनाइरहेको छु र अलिक अप्ठ्यारो भइरहेको छु। मैले चाहिँ कुदाएको बेला भिडियोहरू आइरहेको छैन। यस्तै छ। अब हाम्रो यात्रा अहिले मूलघाटको हुन्छ। रुखहरू
रुखहरूमा पनि हरियाली हुँदैछ। हिजो अस्तिबाट पानी हल्का परेर यस्तो बाटोमा पनि बस चाहिँ यत्रो यात्रुहरू बोकेर सायद पहाडको बजारतिर हिँड्दै गरेको होला। धरानबाट आएको बस सायद फाँसतर फिदिङ ताप्लेजुङ तेह्रथुमतिरै गएको होला। अप्ठ्यारो छ बाटो यात्रा, अप्ठ्यारो के गर्नु, यात्रा गर्ने पर्यो। पिच बन्ने काम भइरहेको छ। अब चाँडै यो बाटो पनि पिच हुन्छ होला सायद। अगाडि त पिच भइरहेको थियो। फाइनली हामी चाहिँ मूलघाट आइपुग्न लागेका छौँ। वाउ कस्तो दामी देखिन्छ फेरि यहाँबाट। साथीहरू पहिले आइसक्ने साथीहरूले कस्तो लाग्छ मूलघाट तपाईँहरूले पनि भनिदिनु होला। मलाई चाहिँ साह्रै दामी लाग्ने ठाउँ धनकुटाको यो ठाउँ अति नै सुन्दर ठाउँ छ। अब यहाँबाट हामी दाहिनेतिर जान्छौँ। उताबाट देब्रे साइड हो भने चाहिँ हामी धरानतिर जान्छौँ। धरान पुगिन्छ भेडेटार हुँदै। अब हामी चाहिँ यहाँबाट मूलघाट हुँदै धनकुटा निस्किन्छौँ। 2-3 घन्टाको अफरोड यात्राले गर्दा पनि गल्ली जस्तो फिल भइरहेछ। साथीहरू खुसी भइरहेछन् पिचमा निस्किँदाखेरि। अब हामी लगभग कहीँ छैन, कच्ची बाटो त जस रमाइलो यात्रा भइरहेछ। यो सुन्दर ठाउँ। 2जना साथीहरू अगाडि गइरहेका छन् अनि हामी चाहिँ पछाडि जाँदैछौँ। यो सुन्दर ठाउँ, यो ठाउँ मलाई साह्रै मनपर्ने ठाउँ हो। 4जना साथीहरू खुसी गफ गर्दै आउँदैछन् पछाडि। हामी मूलघाटको पुलमा पुगिसकेका छौँ। निकै रमाइलो फिल भइरहेछ मलाई चाहिँ। सायद साथीहरूलाई पनि रमाइलो लागिरहेको होला। रमाइलो होइन, धेरै नै रमाइलो लागिरहेको रहेछ। साथीहरूलाई हात हल्लाउँदैछन्, साथीहरू खुसी छन्। प्रज्वल लुइटेल, उमेश शिवाकोटी, गङ्गाराम दुराल, अनिश रिजाल, नेपालको झन्डा फररररररर खोला सररररर। आहा मूलघाट धनकुटाको मूलघाटमा आइपुगेका छौँ हामी साथीहरू। हाम्रो सरोज दाई, आदरणीय दाई, हाम्रो जीवन गौतम सर, रोशन पौडेल। गाइस हामी चाहिँ मूलघाटमा छौँ। हेलो गाइस, नमस्कार गाइस। अरू भन्न आउँछ साथीहरूलाई खाली हेलो गाइजहरू कस्तो हुँदैछ यात्रा? कस्तो हुँदैछ यात्रा? हामी मूलघाटसम्म राम्ररी नै आइपुग्यौँ। अब यहाँभन्दा अगाडिको यात्रा दाइ के छ? कायदा रमाइलो हुँदैछ नि? बबाल हुँदैछ होइन? ल अब हामी चाहिँ धनकुटाको मूलघाट आइपुगेको छौँ। अब यहाँ टक्क फोटो खिच्नु। अब हामीले फोटोसोटो सबै खिचिसक्यौँ। सायद अब हामी यहाँबाट पनि अगाडि बढ्नेछौँ। यहाँबाट हामी सिधै धनकुटा हुँदै धनकुटामा पुगेपछि कस्तो हुन्छ, उज्यालो भयो त भने हामी हिलेसम्म पुग्नेछौँ, भएन भने हामी धनकुटामै बस्नेछौँ भन्दै हाम्रो यात्रा अगाडि बढ्छ मूलघाटबाट पनि। सायद यो चाहिँ धनकुटा जाने रेल हुनसक्छ। फाइनली हामी धनकुटा पनि आइसकेका छौँ। हामी चाहिँ अगाडि आइरहेछौँ भने साथीहरू पछाडि हुनुहुन्थ्यो। ओहो यहाँ त बस बिग्रेछ, बस बनाउँदै हुनुहुँदैछ, यात्रुले दुःख पाए जस्तो छन्।
केही छैन। तर आज धनकुटाबाट निकै बाइकहरू ओह्रालो झरिराखेको छ। धनकुटामा बजार लागेको हुनुपर्छ, नत्र भने केही न केही प्रोग्रामहरू हुनुपर्ने हुन्छ। धनकुटा जाने गाडीहरू हामीले प्राय भेटाएको छैनौँ, ओह्रालो मात्रै आउने भेटाइराखेको छौँ। हामी बिस्तारै हिँडिराख्दा पनि साथीभाइहरूले हामीलाई भेटेकै छैन। सायद राम्रो ठाउँ बिस्तारो आउँदै हुनुहुन्छ होला। यो चाहिँ धनकुटा बस पार्क हो। अब यहाँ एकछिन हामी साथीहरूलाई पर्खिन्छौँ अनि यात्रा अगाडि बढ्छ। खाजासाजा खाने साथीहरू पनि सबै आइसक्नुभयो। अब यहाँबाट अगाडि हामी बढ्छौँ। सरोज दाइ फोनमा बोल्दै हुनुहुन्छ। गाडीहरू प्याक्का प्याक धनकुटा बजार आइरहेको छ। हामी सल्लाह गर्दैछौँ। यहाँ एकजना धनकुटाको सरसँग भेट्नुपर्ने भयो। धनकुटामा छौँ हामी अहिले। उमेश सेवापति त्यहाँ ओह्रालो जानु तल होइन हामी चाहिँ धनकुटामा अब यहाँ बसेर चियापानी कार्यक्रम, चिया सिया खाएर चाहिँ टक्क लाग्ने हो हिलेतिर। धनकुटाको यो ठाउँ धनकुटा हुने साथीहरूले कुन कुनलाई कसलाई थाहा छ भनिदिनु होला। धनकुटामा है, धनकुटामा चिया खान आँटेको अब हामी। सर दाइ धनकुटा कस्तो हुँदैछ? फाइदा छ नि साथीहरू धनकुटाको मिठो पानी खाएको छ। हामी चाहिँ टाढा बनिएको रहेछ। धनकुटाको चिया अब हामी एकछिन धनकुटातिर डुल्छौँ पैदल यात्रा। अनि आएर खाजा खान्छौँ, खाजा भनेर गएको छौँ। धनकुटामा धनबिनहरू कस्तरी धनबिनहरू धनकुटामा आएका छौँ। धनकुटा धनकुटामा छु म साथीहरूसँग। अब धनकुटा एकछिन घुम्ने हो।
हामीलाई यो प्लान बनाएर घुमाउन ल्याउनु भएको छ। हाम्रो सरोज दाइ आउँदै हुनुहुन्छ। साथीहरू एभोकाड खाने एभोकाड यत्रो एभोकाड त साथीभाइहरूले देखेकै छैन होला। यहाँ हेर्नु है एभोकाड मनपर्ने साथीहरूलाई धनकुटा आएर ल साथीभाइहरू हामी चाहिँ धनकुटामा एभोकाडमा यसो फोटोसोटो खिच्यौँ। साथीभाइहरू यहीँ खिच्दैछन्। क्यामेराम्यान यहाँ हुनुहुन्छ जीवन सर। रमाइलो यात्रा रमाइलो ठाउँ। हाम्रो सरोज दाइ यहाँ फोटो पोस्ट्याउँदै हुनुहुन्छ। हेलो हेलो साथीहरू। हेलो धनकुटा कस्तो लाग्दैछ तपाईँहरू? निकै राम्रो मन्दिर देख्यौँ। अब यो मन्दिर पनि हामी डुल्छौँ। यस्तो छ साथीहरू, धनकुटा हुनेहरूले यो मन्दिरको नाम भनिदिनु पर्यो है। यो मन्दिर मैले ठ्याक्कै याद गरिनँ। धनकुटा डाँडा बजार जाउँ काली यता चाहिँ मौन गायक हेर्दै थियो। हेलो हामी चाहिँ धनकुटामा लोक भाका गाउँदैछौँ। ल हामी चाहिँ धनकुटामा स्पेसल खाजा खाँदैछौँ। टक्कसँगले हामी धनकुटा बजार एक राउन्ड पैदल यात्रामा घुम्यौँवरी। नन भेज भन्छन् साथीहरू, खै के हो है म जान्दिनँ। म खाएपछि मात्रै जान्दछु उताबाट। हाम्रो त यो त होइन, उसको मात्रै हो, त्यो मात्रै हो। के छ नि माल छ। यता फर्काउनु त त्यहाँबाट। नन भेज मासु अब खाजा खाइसकेपछि हामी यहाँबाट निस्क्यौँ। अब यो बाइक साइक चाहिँ अब चेक गरेर अब हामी यहाँबाट धनकुटाबाट पनि अगाडि बढ्छौँ। सबैको बाइक चेक गरेर यात्रा फेरि जारी रहनेछ यहाँबाट पनि। साँच्चै दामी ठाउँ छ यो चाहिँ। धनकुटादेखि अलिक माथि साथीहरूलाई थाहा पनि छ होला, यता आउने साथीहरूलाई साह्रै आनन्द लाग्ने ठाउँ। सल्लाहगारी साथीहरू पछाडि रन्केर आउँदैछन्। धनकुटाको उकालो हामी चाहिँ अब इले बजार आइपुग्न लागेछौँ। इले बजारको गेट हो, मेन गेट हो यो चाहिँ, स्वागत गेट।
जति उकालो गयो त्यति चिसो चिसो मौसम आनन्द मौसम रहेको रहेछ। अब चिसै भए पनि हाम्रो यात्रा भने निकै रमाइलो भइरहेको छ। हिले बजारको तोम्बाको स्तम्भ भएको ठाउँ पनि आइपुग्यौँ। तोम्बा खाने साथीहरूलाई हिले बजारबाट स्वागत गर्दै हामी पनि यहाँ अब एकछिन यो दिदीहरूले टिकटक बनाए जस्तै टिकटक बनाउन नसके भने फोटोसोटो खिचेर अनि सल्लाह गर्छौँ। सम्भवतः हामी यहीँ आज बस्ने छौँ। यो चाहिँ धनकुटाको हिले बजार, पूर्वको एकदमै चर्चित बजार धनकुटाको हिले बजार। हामी अहिले आइपुगेका छौँ। कति बज्यो अहिले? 4:36 गयो। हेर्न सक्नुहुन्छ निकै राम्रो चोक। एउटा अचम्मको कुरा चाहिँ हिले बजारमा आउँदा कहीँ पनि हिलो देखिएन। फेरि हाम्रो यात्रामा थप यात्रा जोडिन लागेको छ। हामी चाहिँ यहाँबाट पनि पाखरीबास धनकुटा पाखरीबास जाने कुरा गऱ्यौँ। अब पाखरीबासमा गएर घुमेर भएछ भने फेरि यही हिले बजारमा आएर बस्नेछौँ, होइन भने हाम्रो आजको यात्रा पाखरीबाससम्मै टुङ्गिनेछ। हेरौँ कस्तो हुन्छ आजको दिन, समय अनि हाम्रो यात्रा। हामी चाहिँ पाखरीबास बजार पनि आइपुगिसकेका छौँ। अब यहाँ कस्तो छ एकचोटि हेरेर डुलेर नयाँ ठाउँ अनुभव बटुलेर हामी साथीभाइहरूसँग रमाइलो कुराकानी गर्दै एकछिन यहाँ बस्नेछौँ। निकै रमाइलो ठाउँ। आउने साथीहरूले कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है, हामीले के छुट्यायौँ। कस्तो मगमग बनायो यार फुलहरू। हेलो 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 केटा, कस्तो मगमग बनायो। हामी चाहिँ पाखरीबासको पोखरीमा फुलहरू हेर्नु त, यो वसन्त ऋतुमा फुलहरू फुल्या छन्। फुल चाहिँ विभिन्न किसिमका फुल्या रहेछन् र पनि समस्या हो। यात्राको सम्झना फोटो कैद गरेर हामी यहाँ पनि मनोरञ्जन लिनेछौँ। हेलो, गुड आफ्टरनुन। हामी चाहिँ धनकुटाको सुन्दर स्थान पाखरीबासको पार्क अवलोकन गरिरहेछौँ, घुमिरहेछौँ। हामी चाहिँ 8 जना थियौँ, हामी अहिले 3 जना मात्रै छौँ। हाम्रो साथीहरू पर हुनुहुन्छ, ऊ पर है। घाम अस्ताउँदैछ, यात्रा रमाइलो छ। हाम्रो अनिश सर केही जाप हजुर? एकदम राम्रो रमाइलो भइरहेछ, दामी छ, एकदम सही छ। गङ्गाराम सर एकदमै साथीहरू, उहाँ शिवजीको भक्त हो र पर शिवजीको मन्दिर पनि मूर्ति पनि छ। हेलो गुड मर्निङ एभ्रिवान। यो चाहिँ डे 2 हो। सरी मैले बेलुकाको भिडियो बनाउन सकिनँ। हामी चाहिँ पाखरीबासबाट डुलिओरी फेरि हिले बजारमा आएर बसेका थियौँ। अनि अब आज हिले बजारबाट बिहानै खाजासाजा खाएर चियासा खाएर हामी हिले बजारबाट पनि जाँदैछौँ। अब आजको यात्रा चाहिँ बसन्तपुर हुँदै गुफा पोखरीसम्मको यात्रा रहनेछ। मन्दिर कस्तो दामी, कुन मन्दिर होला साथीहरू थाहा हुनेले यसो कमेन्टतिर लेखिदिनु होला है त यो मन्दिर कुन हो भनेर। चिसो मौसम, शान्त वातावरण अनि हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ।
हुस्से भन्न पनि नमिल्ने निकै रमाइलो यात्रा भइरहेछ। हुस्से लाए पनि मलाई चाहिँ त्यस्तो जाडो भएको फिल भएको छैन, किनभने धेरै लुगा लाएर पनि होला। निकै रमाइलो यात्रा भइरहेको छ। साथीहरू सबै एक्साइटेड भइरहेछन् किनकि फिदिम त निकै गर्मी ठाउँ हो, यस्तो हुस्से देख्न पाउँदैनन्। अलिक टाढा नै जानुपर्छ इलाम साइडतिर हुस्से देख्नलाई, तर पनि हामीलाई रमाइलो लागिरहेको छ। यात्रा त निकै रमाइलो नै भइरहेको थियो। अनि हाम्रो फिदिमको दाइहरूसँग भेट भयो बसन्तपुरमा। हामी बसन्तपुर आइसकेका छौँ। दाइहरूसँग अब खानासाना खाएर अनि छुट्छौँ। हेलो जीवन सर। हेलो एकदम रमाइलो छ। कहाँ अरे हामी बसन्तपुर तेह्रथुमको लाली गुराँसको राजधानी बसन्तपुरमा। यत्रा लाग्छ नयाँ वर्ष गुन्द्रुक लागिरहेछ। खानासाना खाइयो। अब चाहिँ हामी दाइहरूसँग लाली गुराँसको स्तम्भसँग फोटो खिचेर चाहिँ अनि चोलुङ पार्क डुल्ने योजना बनेको छ। हामी चाहिँ लाली गुराँसको राजधानी बसन्तपुरमा छौँ है। हेलो गाइस, हामी चाहिँ टक्कसँगले बसन्तपुर चोलुङ पार्कमा आइपुगेका छौँ। अब यहाँ फोटोसोटो खिच्ने, यहाँ तल देख्नुहुन्छ आज हुस्से लागिरहेछ। हुस्से लागेर अलिक फोटोसोटो चाहिँ राम्रो नआउन सक्छ, तर पनि हामी खिच्नेछौँ। उमेश शिवाकोटी, रोशन पौडेल अनि हाम्रो दाजुहरू सरोज शर्मा अनि राजु दाई। हामी चाहिँ अब फेरि बसन्तपुरलाई बाई बाई गरेर यहाँको यात्रा अब हामी अगाडि बढाउनेछौँ। अनि हाम्रो दुईजना दाइहरू चाहिँ फिदिमबाट यहाँ बसन्तपुरमा भेट भएको थियौँ। उहाँहरूलाई पनि हामीले चाहिँ तिनजुरेतिर जाउँ भनेर लिएर लगेका छौँ। अब हेरौँ हाम्रो यात्रा कस्तो रहन्छ। दाइहरू पनि हामीसँग यात्रामा जोडिनु भएको छ। ओहो यार, बाटो त निकै खल्डाङ खुल्डुङ रहेछ। क्यामेरा हल्लिरहेछ, हातमा बोकेको क्यामेरा निकै हल्लिरहेछ। अनि केही छैन।
ल फोटो कार्यक्रम हुँदैछ यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ यहाँ हाम्रो राजु दाइ अब गुराँसको फोटो खिच्न आएको तिनजुरेमा गुराँसको बोटसँग भए पनि फोटो खिचेर जाउँ भन्ने हाम्रो चाहिँ धारणा भएर टक्कसँगले हामी गुराँसकै बोटसँग हामी फोटो खिचेर चित्त बुझाउने अवस्था छ हामीलाई थाहा भई आउन चाहिँ आएको गुराँस फुलेको छैन भन्ने अब हाम्रो चाहिँ पाथीभरा तिनजुरे पाथीभरा पनि गइन्छ अब 2 घन्टाको बाटो तय गरेर हामी चाहिँ गुफा पोखरीसम्म गइन्छ भने हाम्रो सर यहाँ एक्सकाभेटरको खलासी हुनुहुन्छ यी हाम्रो विषयले खन्दैछ बाटो भन्दै हामी अब यात्रा अगाडि बढाउँछौँ अब हामी अलिक माथि तिनजुरेमा गएर रोक्छौँ यहाँ माथि 2-3टा घर छ त्यहाँ रोकेर अनि हिँड्दै माथि डाँडा चढ्छौँ हामीले बाटोमा आरआर गार्डन चाहिँ छुटाएको छौँ फर्किँदा निस्किने भनेका थियौँ तर हाम्रो यात्रा त्यताबाट नहुने रहेछ गुफा पोखरी छेउ चौकीबाट ओह्रालो हामी म्याङ्लुङ बजार निस्किने रहेछौँ तिनजुरे आइपुगेका छौँ हुस्से लागिरहेछ बाइक यतै राखियो ल कहाँ पुग्यो दाइ हाम्रो यात्रा अब हामी कहाँ जान्छौँ अब यहाँसम्म चाहिँ हाम्रो 10 जनाको टोली थियो अब दाइहरू चाहिँ यहाँबाट इटरी नै फर्किनु हुने भयो हामीलाई यहाँसम्म साथ दिनुभएकोमा दाइहरूलाई धन्यवाद दिँदै हामीले चाहिँ उहाँहरूलाई बिदा गरेका छौँ अब हामी फेरि 8 जनाको टोली अगाडि बढ्छौँ यात्रामा साथीहरू यहाँ सामान किनेर पूजापाठको सामान किनेर हामी फेरि उकालो माता पाथिभरा मन्दिरमा जाँदैछौँ तेह्रथुमको ल छिराम बाङ्रे गाडी यहाँ दाइहरूले यस्तो राम्रो गाना सुन पैसा दिनु त सरहरू दाइहरूको गीत सुनेर अब हामी फेरि उकालैतिर जाँदैछौँ अनि अब म चाहिँ यो बाटो हिँडे पनि तलबाट हिँडेको थिएँ यहाँ माथि डाँडामा चाहिँ चढाएको थिइनँ आज चढ्दैछु कस्तो रहेछ एकचोटि हेरौँ ल हामी चाहिँ तिनजुरेको डाँडामा आइसकेको छौँ कस्तो राम्रो ठाउँ छ मन्दिर कस्तो थियो के भन्छ
तिनजुरेको डाँडा डुलिवरी फेरि हाम्रो यात्रा अगाडि बढेको छ। हामीलाई कुहिरोले अलिक साथ दिइराखेको छैन। कुहिरो लागेर मजाले भ्यूहरू देखिएन, तर पनि केही छैन, हाम्रो यात्रा अगाडि बढिरहेको छ। पानी चाहिँ नपरोस् जस्तो लागिरहेछ। हेरौँ यात्रा कस्तो छ। अब अप्ठ्यारो बाटोहरू हामी उकालो लाग्दैछौँ। निकै अप्ठ्यारो छ बाटो चाहिँ। त कुदाउने साथीहरूले हामी सबै पाहाडमै। यहाँ चाहिँ गुराँस फुल्नु भने गुराँस कस्तो दामी बगैँचा देखिन्थ्यो भने यो चोटि गुराँस नफुलेर बस कुद्छ बस। यो सबैभन्दा पुरानो बाटो। अरे अहिलेसम्म बाटोमा नि भेट्न सकिन्छ। प्रजल साथीलाई बस कुद्छ भनेको पत्याएन। साथीहरू अगाडि बाटो लागिसकेको छौँ। हेरौँ बस कुद्ने ठाउँमा हाम्रो बाइक कुद्छ कुद्दैन, साथीहरूले पत्याएन। हुन चाहिँ यहाँ बस कुद्छ, मैले पनि देखेको थिएँ। बाटो त साथीहरू अब जीवन सरको बाइक चाहिँ मैले कुदाउने भए अब एकछिन भिडियो चाहिँ बनिँदैन। अब पुगेपछिको भिडियो म बनाउँछु। यहाँ पछि हामी चाहिँ यहाँ शङ्खसौवाको चौकी भन्ने ठाउँमा आएपछि पानी परेपछि हामी यहीँ रहेको छौँ। अनि हामी साथीभाइसँग चाहिँ यहाँ चिया खाने। पानी निकै ठुलो परिरहेछ। यहाँ हेर्नु असिना पानी परिरहेछ। यो चाहिँ चौकी भन्ने ठाउँ, शङ्खसौवाको चौकी भन्ने ठाउँ। यहाँ चिया खाएर कतिको भिजायो त अलि सर? रोशन पौडेलको गफ सुन्न सक्नुहुन्छ यहाँनिर चाहिँ। यो शङ्खसभाको चौकी बजारमा चाहिँ एकदमै चिसो भएकोले गर्दा मोबाइलको लाइटको आगो ताप्दै हुनुहुन्छ हाम्रो सरहरू चाहिँ। कतिको तातो आउँदैछ त? ल दिउँ न त एकचोटि। हात पनि सेकौँ न त्यहाँ। यहाँ हामीले पन्जा लाएर आगो ताप्ने हाम्रो यहाँको लेजेन्ड शर्मा भिनाजुबाट के जान्छ जीवन छ? के जान्छ त यहाँ? हामी हिँडेको चाहिँ गुम्बा पोखरी होइन। जाडो भयो, पानी परेर बाहिर एकछिन बस्यो, अब खाजा खाने हो यहाँ। त्यसपछि जाने भन्ने कुरा चाहिँ अब पानी परिरहेको भने यहीँ बस्ने मजा छ। बेलुकाको गेम सेमको कुरो पनि छ होइन? त्यसमा चाहिँ अब हाम्रो त्यो बसी बिहानको गेम हो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद। 52जना खेलाडी। हाम्रो यात्रा चाहिँ कन्टिन्यू छ। साथीहरूलाई सम्झना हामीले पोस्ट गरिरहेका छौँ। तपाईँहरू लाइक र कमेन्ट गरिदिइरहनु होला। धन्यवाद। ल साथीहरू, शङ्खसौवाबाट सबैलाई स्वागत छ। हिउँ पर्न नसके पनि यहाँ असिनासम्म चाहिँ परेर चेतनामै भएको छ, देख्न सक्नुहुन्छ। हाम्रो यात्रा चाहिँ गुफा पोखरीसम्मको थियो। बिचैमा यहाँ पानी परेर हामी चाहिँ बिचमा भन्दा पनि लगभग पुग्ने बेलामा हामी चौकी भन्ने ठाउँमा छौँ। त्यस्तै छ साथीभाइहरू, रमाइलो यात्रा भइरहेको छ। नेट पनि चलिरहेको छैन। ह्याप्पी न्यु इयर एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज चाहिँ नयाँ वर्ष 2082 साल। सबैलाई शुभकामना हाम्रो शङ्खसौवाबाट। हामी चाहिँ फाइनल्ली गुफा पोखरी आइपुगेको छौँ। ल
यस्तो छ गुफा पोखरीको बिहान बिहानको भ्यू। हिमाल अलिक कुहिरोले थोरै थोरै केही भाग देखिएको छैन। यस्तो छ साथीभाइहरू। सरु दाइ आज बिरामी हुनुहुन्छ। हेलो हेलो। आज जलपानी यसो खाएर फ्रेस बनाउनु पर्छ यहाँ गुफा पोखरी। हामी चाहिँ गुफा पोखरी आइसकेको छौँ। अब यहाँ हामी पानी सानी खाएर तातो पानी सानी चिया सिया खाएर अनि फोटो सोटो खिच्छौँ। त्यता होइन हामी चाहिँ गुफा पोखरीमा छौँ साथीभाइहरू। परको डाँडामा नजाने परको डाँडा ल एउटा पोइन्ट हाल्नु एउटा पोइन्ट सानो अहिले ल भन्नु के गर्नु पर्छ? एउटा कविता जाओस् तपाईँकै आफ्नै लेखमा। मेरो लेखमा छैन नि त हिमाल। ल एउटै भनौँ न के जेको छ त्यो एउटा राम्रो पोइन्ट। प्रातः काल हिमाल हाँस्छ जसरी अस्तित्व फैलाउँदै सारा चेतनशील जीवन जगा पिउँझन्छ जागा हुँदै। ल प्रहलाद पोखरेलको कविता। म चाहिँ साथीहरूलाई भेट्नलाई छिटो 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 भेट्दैछु। हेलो हेलो हेलो। हामी चाहिँ अहिले गुफा पोखरी है। अब चाहिँ हामी यहाँ गुफा पोखरी अब घुमिसकेका छौँ। अब चाहिँ हामी माथि देखेको डाँडा जान्छौँ।
हामी चाहिँ यो के अरे यो डाँडाको नाम मेनसाइङ डाँडा। ल साथीभाइहरू हामी चाहिँ घुमेर गुफा पोखरीबाट म्याङलुङ बजार आइपुगेका छौँ। अगाडि जान्छ वाओ चोरी खाना पाल्केको यो ढाडे बिरालो हिजो पनि हामी चाहिँ चौकीबाट 19-20 किलोमिटर ग्राभेल बाटो हिँडेर तेह्रथुमको सदरमुकाम म्याङलुङ आइपुगेका छौँ। अब म्याङलुङमा हामी खाजासाजा खान्छौँ, फोटोसोटो खिच्छौँ अनि फेरि हाम्रो यात्रा अगाडि बढाउनेछौँ। हामी चाहिँ अब यहाँ बिरालोसँग फोटो खिच्न आएको होइन दाइ? ल बिरालोसँग फोटो खिच्न आएको छौँ। साथीहरू पोजिसनमा बसेका छन्। हामी चाहिँ म्याङलुङबाट पनि हिँडिसकेका छौँ। पर देख्नुहुन्छ कुम्भकर्ण, कञ्चनजङ्घा हिमाल अनि पाथिभराको डाँडा, पाथिभरा देवी की जय। हामी चाहिँ रातिको यात्रा गर्दैछौँ। हाम्रो यात्रा चाहिँ अब फिदिमसम्मको हुन्छ अनि तेह्रथुमको सङ्क्रान्तिमा हामी चाहिँ खानासाना खाएर अनि फेरि त्यहाँबाट आज हामी फिदिम नै पुग्नेछौँ। अब चाहिँ मेरो भिडियो पनि बन्दैन यहाँबाट, म फिदिम पुगेपछि मात्र बनाउँछु भन्दै अहिलेलाई बाई। ल हामी चाहिँ फाइनल्ली फिदिम बजार आइसकेका छौँ। बैशाखी गते बेलुका 10:30 बजेतिर सबै साथीहरू सकुशल हामी चाहिँ घुमेर आइसकेका छौँ। यहीँ सरोज दाई हुनुहुन्छ, हेलो हेलो, अनि म पनि छु, हेलो। अब चाहिँ यहाँबाट हामी सबैजना छुट्टिन्छौँ। अब साथीहरू पनि छुट्टिन्छन् अनि हाम्रो यात्रामा रहेका तिता मिठा यादहरू यही भिडियोमा राख्दै आज हामी यहीँबाट छुट्टिन्छौँ। यात्राका गफहरू भोलि गर्ने बाचाको साथ साथीभाइहरू सबै यहीँबाट छुटेका छौँ अनि सम्पूर्ण तपाईँहरूलाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा। भन्दै म पनि बिदा हुन चाहन्छु। नमस्ते सबैलाई।